अब एउटा कुरा सोच्नुस् त, दिनभरिमा हामी जे जति कुरा किन्छौँ नि वा जीवनका जे जस्ता महत्त्वपूर्ण निर्णयहरू लिन्छौँ, के ती साँच्चै हाम्रै आफ्नै स्वतन्त्र इच्छाले गरेका हुन्छौँ त? सुन्दा लाग्छ, हो नि, मेरो जीवन मेरो कन्ट्रोलमा छ। तर आजको यस व्याख्यामा हामीले जुन स्रोत सामग्री केलाउँदैछौँ नि, त्यसले यो पुरै सोचलाई नै हल्लाइदिनेवाला छ है। किनकि आज हामी हेर्दैछौँ कसरी यो स्वतन्त्र इच्छा अर्थात् फ्री विल धेरैजसो अवस्थामा एउटा मिठो भ्रम मात्रै हो। कुरा सिधै एउटा एकदमै रोमाञ्चक र हाई स्टेक्स कथाबाट सुरु गरौँ है त, जसले हाम्रो यो म आफै छनौट गर्छु भन्ने अवधारणालाई पुरै भत्काइदिनेछ। सुन्दा अलि अचम्म लाग्ला, तर हाम्रो दिमाग हामीले सोचेभन्दा धेरै सजिलै अरूको कन्ट्रोलमा पुग्न सक्छ। अब कल्पना गरौँ अमेरिकी करोडपति निक्की आर्मस्ट्रङको कथा। उनले एकजना चिनिया अर्बपतिसँग एउटा यस्तो अनौठो बाजी राखे नि जुन सानोतिनो थिएन। यो बाजी थियो सिधै 10 लाख डलरको, नेपालीमा भन्नुपर्दा करिब 13 करोड रुपैयाँ। बाजी के थियो भने खेल मैदानमा 20 जना खेलाडी थिए। ती अर्बपतिले तीमध्ये कुनै एउटा खेलाडीलाई र्यान्डमली रोज्ने अनि निक्कीले चाहिँ त्यो अर्बपतिले कुन जर्सी नम्बर रोज्छ भनेर पहिल्यै मिलाइदिने। अब जब समय आयो नि, ती अर्बपतिले एउटा खेलाडी रोजे र कागजमा नम्बर लेखे 55, अनि सबैलाई चकित पार्दै निक्कीले पनि ठ्याक्कै त्यही 55 नम्बर नै लेखेका थिए। अब भन्नुस्, के यो कुनै जादु थियो त वा कुनै जादुगरी शक्ति? बिल्कुलै होइन। यो त एउटा एकदमै चलाखीपूर्ण क्याल्कुलेटेड मनोवैज्ञानिक ह्याक थियो। यसले हाम्रो दिमाग कसरी अरूको इसारामा चल्न सक्छ भन्ने कुरा छर्लङ्ग पार्छ। मनोविज्ञानको भाषामा यसलाई प्राइमिङ भनिन्छ। खासमा भएको के थियो भने निक्कीले ती अर्बपति अमेरिका ओर्लिएदेखि नै हरेक ठाउँमा यो 55 नम्बर देखाएर उनको अवचेतन दिमागलाई ह्याक गरिसकेका थिए। बाटोको होर्डिङ बोर्डमा, बसेको होटलको डिजाइनमा, गाडीको नम्बर प्लेटमा, यहाँसम्म कि बजिरहेको गीतमा समेत त्यही नम्बर थियो। ती अर्बपतिलाई लाग्यो उनले 55 नम्बर आफ्नै खुसीले रोजे, तर वास्तवमा उनको दिमागलाई त्यही छनौट गर्न बाध्य पारिएको थियो। अब अगाडि बढौँ है। ठूला कर्पोरेट कम्पनीहरू र राजनीतिज्ञहरूले हाम्रो छनौटलाई नियन्त्रण गर्न यस्तै डार्क साइकोलोजीका तरिकाहरू प्रयोग गर्छन्। यसको पहिलो र एकदमै खतरनाक तरिका हो डर फैलाउने, अर्थात् फियर मङ्गरिङ। यसको एउटा रमाइलो तर अलिकति विडम्बनापूर्ण उदाहरण हेरौँ। सन् 1890 को दशकमा लिस्ट्रिन कम्पनीको अभियान। उनीहरूले बिहान उठ्दा मुखबाट आउने एकदमै सामान्य गन्धलाई लिए र त्यसलाई ह्यालिटोसिस जस्तो सुन्दा नै डरलाग्दो मेडिकल नाम दिए। अनि सुरु भयो आम मानिसमा त्रास फैलाउने खेल। लिस्ट्रिनका विज्ञापनहरूले के दाबी गर्न थाले भने मुख गनाएकै कारण मानिसहरूले आफ्नो प्रेम सम्बन्ध गुमाउँछन् र जीवनभर एक्लै हुनुपर्छ। ल हेर्नुस् त, कम्पनीहरूले कसरी काम गर्छन्। पहिले एउटा समस्या आविष्कार गर्छन्, त्यसपछि हाम्रो दिमागमा डर भर्छन् र अन्त्यमा त्यही डरलाई बेचेर करोडौंको ब्रान्ड खडा गर्छन्। यो अभियानले यही कुरा प्रमाणित गर्छ। दोस्रो मनोवैज्ञानिक ह्याक हो विकल्पमा सीमा लगाउने, अर्थात् चोइस रेस्ट्रिक्सन। यो रणनीतिमा नि हामीलाई योजनाबद्ध रूपमै सीमित विकल्पहरू मात्र दिन्छ। हामीलाई लाग्छ हामीले आफै छानेको हो, तर खासमा हामी उनीहरूले कोरिसकेको घेराभित्र मात्रै खेलिरहेका हुन्छौँ। यसलाई आफ्नै दैनिक जीवनसँग जोडेर हेरौँ न। मानौ कसैलाई कुनै खुला काम दिइयो भने म गर्दिन भन्न सजिलो हुन्छ। तर यदि 2वटा मात्र विकल्प दिइयो, जस्तै अहिले परीक्षाको लागि पढ्ने कि पुरै घर सफा गर्ने, अब यस्तो बेला धेरैजसोले स्वाभाविक रूपमा सजिलो लाग्ने विकल्प अर्थात् पढ्ने काम नै रोज्छन्। र जसले यो विकल्प दियो नि उसको मुख्य उद्देश्य नै त्यही काम गराउनु थियो। कम्पनीहरूले सामानको मूल्य तोक्दा पनि ठ्याक्कै यही प्रतिबन्धको जादु चलाउँछन्। उनीहरूले आफूले बेच्न चाहेको खास सामानलाई एउटा एकदमै सस्तो र अर्को अत्याधिक महँगो सामानको ठिक बीचमा राख्छन्। यसो गरेपछि त्यो बीचको विकल्प नै सबैभन्दा लजिकल र पर्फेक्ट हो जस्तो महसुस हुन्छ। यो त सिधै हाम्रो निर्णय गर्ने क्षमतामाथिको कन्ट्रोल हो नि, होइन र? अब लागौँ तेस्रो रणनीतितिर। यो हो जबरजस्ती टिम बनाउने, अर्थात् फोर्स्ड टिमिङ। यो विशेष गरी अफिस र कर्पोरेट क्षेत्रमा मजाले प्रयोग हुने एउटा भाषिक म्यानिपुलेसन हो जसले हाम्रो नैतिकता र भावनासँगै खेल्छ। कर्पोरेट क्षेत्रमा काम गर्नेहरूलाई यो डायलग पक्कै याद होला। हामी एउटा टिम हौं, हामीले मिलेर कम्पनीलाई माथि लानुपर्छ, त्यसैले यो शनिबार पनि काम गरौँ है। एउटा बाटो हाकिमले कसरी हामी र हाम्रो जस्ता शब्दहरूलाई हतियार बनाएर एउटा नक्कली भावनात्मक सम्बन्ध गाँस्छ भन्ने कुरा यहाँ छल्लङ्ग हुन्छ। यहाँ बुझ्नुपर्ने सबैभन्दा गम्भीर कुरा के हो भने यो भावनात्मक बन्धनले हामीलाई बिस्तारै कठपुतली बनाइदिन्छ।
एउटा यस्तो लक्ष्यको लागि आफ्नो व्यक्तिगत समय र विधा माया मार्न बाध्य पारिन्छ जसको फाइदा घुमिफिरी त्यही कम्पनीलाई मात्रै हुन्छ। तर हामीलाई त्यो कुरा नाइ भन्न नैतिक रूपमै एकदमै गाह्रो महसुस भइरहेको हुन्छ। उसो भए के हामी सधैँ यसरी नै कठपुतली बनिरहने त? पक्कै होइन। अब जाउँ समाधानतर्फ। यी डार्क साइकोलोजी र ट्रिक्सहरूलाई बेलैमा चिन्न सक्नु नै यसबाट बच्ने सबैभन्दा अचूक तरिका हो। भनिन्छ नि, समस्यालाई चिन्नु नै आधा समाधान हो। आजको यस व्याख्यालाई बिट मार्दै गर्दा एउटा गम्भीर प्रश्न मनमा खेलाउँ है त। आज दिनभरिमा तपाईँ हामीले गरेका निर्णयहरूमध्ये कतिवटा साँच्चीकै हाम्रा आफ्नै स्वतन्त्र निर्णय थिए त? कतै हाम्रो त्यो स्वतन्त्रता पनि एउटा सेटिङ मात्र त थिएन? यसमा पक्कै सोच्नुहोला। आजलाई स्रोत सामग्रीको यो विश्लेषण यति नै। अर्को व्याख्यामा यस्तै गहिरो र रोचक विषयका साथ फेरि भेट्नेछौँ। धन्यवाद।